यसलाई हाम्रोतिर तरकारी भन्छ, तरकारी। अनि तपाईकोतिर के भन्छ नि? यसलाई हाम्रोतिर मात्र होइन, पुरा नेपालमै कुखुराको भाले भन्छ हैन। अनि यस्तो कुरा गर्ने व्यक्तिलाई चाहिँ सायद सबै नेपालीले होला साला अर्ध पागल भन्छ। नमस्ते साला। घरै हुनुहुन्छ? घरमै सुते। के हेर्न लाग्नुभयो? यसो आज भोलि न्युज हेरेको, मोबाइल ल बन्द गरे है। के कामले आउनु भयो कुन्नी साला? काम सानो काम परिरहेको थियो भेन, नत्र त किन उठेर। ल भनौँ के काम पर्यो यस्तो? म यसो कालबातिर जानु पर्यो भने अलिअलि पैसा छ कि भनेर भाडा खोज्न आएको थिएँ मैले। ए भाडा खोज्न आएको? हजुर। हेत तेरि मसँग फेरि मान्छे पुग्ने पैसा छ साला? होइन होला के हो? के गर्ने, परदेशमा भएपछि बिरामी भए पनि अथवा ज्वरो आओस्, कुनै धाप दुखोस्, टाउको दुखोस्, एक्लै हो, मतलबै छैन। उही च्वाचेको ओठ र मेरो ओठ त उस्तै उस्तै पो देखिन थाल्यो कि क्या हो साथीहरू? गरेको छ, घरि बाहिर निकालेको छ, घरि भित्र लगेको छ, कस्तो देखिन्छ हो साथीहरू? च्वाचे जस्तो त देखेको छैन नि म। गोलो गोलो अन्डा पुलिसको डन्डा, नरिसाउ है बेबी मैले तिमीलाई आई लभ यु भन्दा। कसरी मिस्टेक हुन्छ हो 1 2 3 गण्डा? अरे कसरी मिस्टेक हुन्छ हो 1 2 3 गण्डा? फेरि कुन मिलाएको रिस उठ्दैन हिसाबले च्यापी गएको बेलामा तिमीले आई लभ यु भन्दा। दयाङ राईको फिल्ममा भनेको सुनेको थिएँ साथीहरू, सिन्धुलीको जुनार ठुल्ठुला हुन्छ भनेर, तर धाँतेको रहेछ। स्याउली बजारको जुनार पनि कम त छैन। म त टङ्ग परे हेरेर के देख्नु परेको होला यार। आयो रोल्पाली एक्सप्रेस आयो। ए कसले फोन गरेको? हेलो कता हो दाजु? यता जक्सनतिर आउनुहोस् हो, म्यारिज फिल्मलाई। समझ रहे हो ना? ए म त म्यारिज त जमानामा खेलेको 15-16 वर्ष अगाडि नै। बडा हरामी हो बेटा। त्यो म्यारिज भने होइन नि त हो, ताज फिल्मलाई भनेको आउनु न हो। कोरम पुया छैन भनेको। ए ल ल ल ल म आइहालेँ है त ल। लेकिन ये साला कर क्या रहा है यहाँ पे? के गरेको खुसी यो ताजु चुला? चिसोले गर्दा एकदम चाक्चिसो भएको नि चाक्से गएको हो भने। साथीहरू यहाँ हेर्नु न, यो मेरो मुनिको कान के यस्तो सर्लक्क हुनुपर्ने यताबाटै यता टालिएको छ भने। मुनिको कान भएर त्यस्तो भएको हो के नानी? माथिको भएको भए त्यस्तो हुन्थेन। सक्छ भने आफ्नो बनाऊ, सक्दैन भने पनि आफ्नो बनाऊ। के साह्रो जबरजस्ती गरेको हो? सके पनि आफ्नो बनाऊ भनेको छ, नसके पनि आफ्नो बनाऊ भनेको छ। म जस्तो बुढो मान्छेलाई यस्तो यङ मान्छेहरू हुँदाहुँदै म जस्तो बुढो मान्छेले दुःख नदिऊ है त्यहाँ।